कालीकेटी एउटी 25 वर्षकी युवती। उसभित्र निकै सुन्दर विचार थियो। भावना सकारात्मक रूपले भरिपूर्ण थियो। मन सफा र विचार उच्च थियो। घरभित्र र बाहिर सधैँ सबैसित हाँसिरहने र सबैलाई हँसाइरहने अद्भुत कला थियो उसमा। भगवानको लीला नहो, तर ऊ निकै काली थिए। कपाल अनि दाँत औषध झरेको, त्यसैले बाहिरी रूप निकै कुरूप देखिन्थ्यो। खाना पकाउने कला उसमा बेजोड थियो। टिभी र मोबाइलमा खाना पकाउने कार्यक्रम ध्यानपूर्वक हेर्थे, त्यसै गरी सुन्थे पनि। विभिन्न किताब पनि निकै चाखपूर्वक पढ्थे खाना पकाउने विशेष ज्ञानको लागि। त्यसैले गाउँभरि सबैले उसको खानाको तारिफ गर्दै खाने भए पनि उसको बाहिरी आवरण नराम्रो भएकोले कसैले नजिकको व्यवहार गर्दैनथे। उसलाई त्यो सबै परिवेश देखेर निकै नराम्रो लाग्नु स्वाभाविक नै थियो। मन चिसो भएर आउँथ्यो उसको। तर उसलाई आफ्नी आमाप्रति निकै विश्वास थियो, किनकि आमाले उसलाई उसको बाहिरी कुरूपताको कारण देखाउँदै कहिले केही भन्नुभएको थिएन। त्यसैले काली 25 वर्षकी युवती आफ्नो कुरूपतामा त्यति धेरै चिन्तित थिएन। उसलाई मन बुझाउने कतिलो ठाउँ नमिलेको थियो उसकी आमा। एक दिन पुष माघको चिसो मौसमको बीच बिहानै कालीकेटी एउटा खाना पकाउने राष्ट्रिय प्रतियोगितामा भाग लिन त्यसतर्फ लाग्छिन्। करिब 500 जना देशभरिबाट आएका प्रतियोगीहरूलाई पछि पार्दै उसले प्रथम पुरस्कार हासिल गर्छिन्। आज जीवनमा पहिलोपटक उपस्थित प्राय सबैले रूपको कुनै वास्ता नगरी तारिफ गरेका थिए उसको। स्याबास छोरी होस् त यस्तो। त्यो माहौलले उसलाई जीवनमा ऊर्जा थपिदिएको थियो। अगाडि बढ्न म पनि सक्छु भन्ने आवाज दिलाएको थियो। एकैछिनमा कार्यक्रममा सहभागी सबै फर्कन सुरु गरे। कार्यक्रम समापन भइसकेको थियो। थाहा नै नपाई उसको आँखा विजय रसले भरिएका थिए। साँझ करिब 5 बजे जितेको प्रमाणपत्र, काठमाडौँको नामी 5 स्टार होटलको सेफको आकर्षक जागिर नियुक्ति पत्र र जितेको रु 3 लाखको चेक सहित उनी घर आइपुग्छिन्। घरको अगाडिको भागमा सानो गार्डन थियो। त्यस दिन उनी आउने समयमा त्यस गार्डनमा केही मानिसहरू उनका बाबा मम्मीसँग बात मारिरहेका थिए। त्यसैले तिनी युवती पछाडिको गेटबाट घरभित्र पुग्छिन्, कसैले नदेख्ने गरी। उसलाई बाबा मम्मीलाई भेटेर त्यस दिनको सफलताको सरप्राइज दिने ठुलो इच्छा, तर ती पाहुनाको कारण समय मिलेको थिएन। पानी लिन भन्दै मम्मी हतार भित्र आउँदा उसले हातमुख धोइरहेकी थिए। अनि मम्मीले आश्चर्यपूर्वक सोध्नुभयो, कति बेला आइस छोरी? मम्मी निकै हतारमा हातमा पानी लिएर बाहिरिँदै सानो स्वरमा भन्नुभयो, तिमीलाई हेर्न आएका छन्। सधैँभन्दा 3 जनालाई थप गरेर खाना पकाऊ है। नास्ता टेबलमै छ, पहिला त्यो खान। यति भनेर मम्मी पाहुनालाई पानी लिएर फर्किनु भयो। उसले जितेर ल्याएका सबै कुरा आफ्नो कोठामा लगेर राखी अनि खाना पकाउन सुरु गरी। दिनभरिको थकाइलाई बिर्सेर उसले ध्यानपूर्वक निकै स्वादिष्ट परिकार निकै छिटो मम्मीकै निर्देशन अनुसारको समयमा तयार पारी। सबैले निकै मिठो मानेर खाए। सबैले खानाको तारिफ गर्दै भने, अब यति मिठो खाना पकाउने छोरी पनि देखाउनुहोस्। आमाले नरम स्वरमा छोरी यता आऊ भन्नुभयो। जब सबैको अगाडि उसलाई देखाइयो अनि माहौल परिवेश सबै एकाएक परिवर्तन भयो। सबै शान्त र मौन बसिरहे, एक अर्कालाई हेर्दै। जब कालीकेटी भित्र गइन् अनि ती केटी हेर्न आएका सबै यस्तो नराम्रो रूप भन्दै केही कुरा नसुनी बाहिरिए। केही बेर पछि मम्मीले उसलाई भन्नुभयो, 40 परिवारले अहिलेसम्म हेर्न आए, तर कसैले मन पराएनन्। मैले कुन जुनीमा के पाप गरेको थिएँ तँलाई जन्माएछु। मम्मीको यति कुरा सुनेपछि उसलाई आकाश झरेर थिचेको अनुभूति भयो। जमिन भाँसिएको, केही बोल्न सकेन उसले, किनकि उसको अन्तिम सहारा उसकी आमाबाट आएका ती शब्दले
सहन र बाँच्न गाह्रो बनाएको महसुस उसलाई हुन्छ। केटी केही नबोली आफ्नो कोठातर्फ लाग्छ। ढोका बन्द गरेर केटी भित्रै शान्त भए झैँ देखिन्छ। एकैछिनमा उसकी आमालाई मनमा डर बोलाउँछ। छ्या, मैले आवेशमा नराम्रो भने छोरीलाई भन्दै आमा छोरीको कोठातर्फ पुग्छिन्। ढोका भित्रबाट बन्द थियो, शान्त थियो, कुनै हलचल सुनिएको थिएन। आमा ढोकालाई धक्का लगाएर खोल्न खोज्छिन् तर खोल्दैन। आमा कराएको सुनेर केटीका बाबा पनि आइपुग्छन् अनि बलपूर्वक ढोका खोल्दा सलको पासमा केटी झुन्डिरहेकी थिए। उसका आँखा कहिले नजिम्किने गरी एकोहोरो हेरिरहेका थिए। नजिकै टेबलमा केही क्षण पहिला जितेका सबै कुरा राखिएको थियो, साथमा 3 लाखको चेक पनि। सानो सेतो कागजमा यति मात्र लेखिएको थियो, आमा, अब तपाईलाई अभागी छोरीको आमा कसैले भन्ने छैनन्, कसैले दोष लाउने छैन।